अब तपाईँको अन्तिम इच्छा उहाँसँग कुरा गर्नुहुन्छ अन्तिम इच्छा भने तपाईँ कानुन व्यवसाय सल्लाह यस्तो शब्द बोल्नुहुन्छ अन्तिम इच्छा भन्ने शब्द बोल्दै हुनुहुन्छ यसको शब्द होइन सर नो सर तपाईँले बोल्नु भएको अहिले अन्तिम इच्छा भने चाहिँ के हो सर यो भन्नु त तल जानलाई चाहिँ अन्तिम इच्छा भने अन्तिम इच्छा भन्ने हुन्छ सर एउटा पक्राउ गर्न आएको मान्छेलाई अन्तिम इच्छा भन्ने हुन्छ लागि त त्यही त्यस्तो हुँदैन नि सर त्यस्तो हुँदैन नि सर बोली त के सित सर अन्तिम इच्छा होइन पुरै आतङ्ककारी शैलीमा पत्र सत्र केही नलेखिकन त्यस्तो नि हुन्छ हो उहाँसँग कुरा गर्नलाई तपाईँहरूलाई हतार भएन तपाईँहरूलाई होइन होइन तपाईँहरूको इच्छा कानुनी अधिकार हो कुरा गर्ने नि त यसो त भित्र नआएको मात्रै त्यो आनुवंशीले हामी तल उसमा जाउँ देख्न सबै हामी डकुमेन्ट सबै रेडी गरिसकेको छ सर हामीले त अब रिक्वेस्ट गरेर तपाईँहरू जान्छु भनेर आफूले नै भइहाल्छ नि। गरिया भएर चाहिँ हामीले भइहाल्छ नि। नजाने त गयो भने किन डकुमेन्ट चाहिँ नबोकेर हामी बुझ्छु छैनौँ त त्यति एउटा पूर्व गृह मन्त्रीलाई पक्राउ गर भनेर चाहिँ अदालतले आदेश दिइसकेपछि डकुमेन्ट चाहिँ बोकेर नआउनु भन्ने कहिले कहाँ छ भन्नुहुन्छ त्यो पनि त त्यो डकुमेन्ट आदि सबै चाहियो नि त त्यो त सम्बन्धित व्यक्तिलाई दिनु पर्यो जसलाई गिरफ्तार अब तपाईँको अन्तिम इच्छा उहाँसँग कुरा गर्नुहुन्छ अन्तिम इच्छा अन्तिम इच्छा अन्तिम इच्छा भने तपाईँ कानुन व्यवसाय सल्लाह अन्तिम इच्छा यस्तो शब्द बोल्नुहुन्छ अन्तिम इच्छा भन्ने शब्द बोल्दै हुनुहुन्छ यसको शब्द होइन सर नो सर तपाईँले बोल्नु भएको अहिले अन्तिम इच्छा भने चाहिँ के हो सर यो भन्नु त तल जानलाई चाहिँ अन्तिम इच्छा भने त त्यही होइन त त्यस्तो त्यस्तो बोलिँदैन नि सर सर डेढ साहब हुनुहुन्छ अन्तिम इच्छा भन्ने हुन्छ सर एउटा पक्राउ गर्न आएको मान्छेलाई अन्तिम इच्छा भन्ने हुन्छ लागि त त्यही त्यस्तो हुँदैन नि सर त्यस्तो हुँदैन नि सर बोली त के सित सर अन्तिम इच्छा एउटा होइन अदालतले दिएको आदेश अदालतले दिएको आदेशलाई अन्तिम इच्छा भन्यो सर एउटा डिएसपीले एउटा पक्राउ गर्न आएको व्यक्तिलाई अन्तिम इच्छा भन्दै हुन्छ उहाँले आजलाई चाहिँ तपाईँहरूले चाहिँ एकचोटि कानुन व्यवसाय सल्लाह गरेर जान्छु भनेर भने होइन अन्तिम इच्छाको अर्थ के हो देशब देशब हजुरको नाम के हो अरे हजुरको नाम जेसीको होस् मेरो होइन नाम त भन्न मिल्यो नि सर देशब भएन नि त नाम मात्रै होइन तपाईँको आइडी पनि हेर्ने अधिकार हुन्छ हाम्रो जसकै नाम होइन तपाईँको आइडी हेर्ने नै अधिकार हुन्छ अन्तिम इच्छा पढ्ने सर अन्तिम इच्छाको अर्थ के हो अदालतको आदेश र सरकारी वकिलले पठाएको पक्राउ पुर्जी चाहिन्छ त्यो त चाहियो अनि त्यो पनि चाहिएला ठिक छ उहाँले दिन्छ अन्तिम इच्छा भने चाहिँ के हो कस्तो अन्तिम इच्छा भने तपाईँ सर अहिले हजुरले अन्तिम इच्छा सर हजुरले अहिले भर्खर तपाईँको अन्तिम इच्छा के हो भन्नुभयो नि सर त्यो पनि बोल्ने तरिका हो सर तपाईँ डेस हिसाब जस्तो मान्छे वकिलसँग कुरा गरेर जान्छु भनेर भन्नु होइन हजुरको अन्तिम इच्छाको शब्द त्यही हो आजलाई चाहिँ नि ठिकै छ त यहाँ चाहिँ हामीसँग जानलाई त्यही कुरा गर्नुभएको हो नि होइन र सर यहाँ हाम्रो सभापतिज्यूलाई तपाईँहरूले पक्राउ गरेर आउँदै हुन्छ अन्तिम इच्छा भनेको के हो त सर त्यो तपाईँले नबटाएर सर नबटार्नु भन्ने कुरै होइन नि सर ल यो भिडियो बन्द